हेर्नु न आज हामी कहाँ के आमाहरू आउनु भएको है नजिकै ओल्ड एज होम छ अनि आउनुहुन्छ अनि हामी कहाँ त जतिखेर पनि भजन बजिरहन्छ नि त आमाहरूलाई कति रमाइलो लाग्छ अनि यो निलो लुगा लगाएको आमा चाहिँ कति पछि आउनु भएको के अनि भन्नुहुन्छ हेर्दा हेर्दै तिमीहरूले यो घर कस्तो बनायो ठ्याक्कै वृन्दावनको झल्को आउँछ भन्नुहुन्छ कति खुसी हुनुहुन्छ कि किनभने हामीले सुरुमा यो स्ट्रगल गर्दादेखि नै आमाहरूले देखेको आँखा अगाडि नै तिमीहरूले कति प्रगति गरिसक्यौ यस्तै आशीर्वाद लागोस् तिमीहरूलाई राम्रो होस् भन्नुहुन्छ होइन सामानहरू कति धेरै किनेर जानुहुन्छ अनि कुनै कुनै सामान चाहिँ हामीलाई त्यसै दिन मन लाग्छ मान्दै मान्नुहुन्न के मेरो छोरा बुहारी छोरी ज्वाइँ सबै कोही लन्डनमा कोही अमेरिकामा छन् हामीलाई केही टेन्सन छैन तिमीहरूको यत्रो तिर्नुपर्छ यत्रो मान्छे छ हामी त त्यसै लाँदैनौँ भन्नुहुन्छ के कति खुसी लाग्छ अनि भजन जतिखेर पनि बज्छ नि त हामी कहाँ अनि भन्नुहुन्छ तिमीहरूले बजाएको भजन त हाम्रो त्यहाँसम्म सुन्छ भन्नुहुन्छ त्यो भजनले गर्दा पनि आनन्द लाग्छ भन्नुहुन्छ के अनि कस्तो झिलिमिली बेलुका त कति झिलिमिली हुन्छ नि त हामी कहाँ राधारमण मन्जिलमा त्यो पनि कति खुसी लाग्छ भन्नुहुन्छ आमाको आशीर्वाद है सधैँ रहिरहोस्